साथीहरु म चाहिँ फर्सीको मुन्टा केलाउँदैछु। अब फर्सीको मुन्टा भुट्न आँटेको। यहाँ चाहिँ बल्ल बल्ल फर्सीको मुन्टा पाएँ हैन, त्यही भएर चाहिँ मैले चाहिँ अब फर्सीको मुन्टा मजाले भुट्छु। त्यसपछि चाहिँ हेलो साथीहरु, वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि म तपाईको सामने न्यू डे न्यू ब्लग लिएर आइसकेको छु। तर साथीहरु आजको ब्लग चाहिँ के भन्छ, म चाहिँ हिजो नै मेरो चाहिँ आज छुट्टी थियो। म हिजो बेलुका नै बहिनीहरुको रुम गएको थिएँ। अन्त त्यहीँ गएर चाहिँ अब खानाहरु खाएर हामी बिफहरु ल्याउनु गयो हैन, त्यही खानाहरु खाएर आएको। अन्त मलाई चाहिँ रातिदेखिको गरे त्यहीँ हुँदाखेरि नै रातिदेखिको चाहिँ पुरा सर्दी लागेर हैन, साह्रो परिरहेको छ। सर्दी लागेर नाक बन्द भएर अन्त ज्वरो पनि आउला जस्तो भइरहेछ, बडीहरु पुरा दर्द भइरहेछ हैन, दुखिरहेछ। अन्त मैले चाहिँ भिडियो एन्ड गरेकै थिएन। अन्त म चाहिँ अघि रुममा आइपुगेर पनि लुगाहरु फेरे, त्यहाँदेखिको रुमहरु सफा गरे। अन्त चाहिँ म चाहिँ अब भिडियो एन्ड गर्न आँटेको। अन्त तपाईहरुलाई अब हामीले बोल्नु पनि स्यासे भयो। अन्त मैले भिडियोहरु बनाएको छु, खानाहरु खाएको। साथीहरु तपाईले हेरिदिनु होला, लाइक सब्स्क्राइब कमेन्ट पनि गरिदिनु होला, कस्तो के लाग्छ हेरिदिनु होला र तपाईले लाइक गरिदिनुहोस् होला। साथीहरु यो भिडियो चाहिँ म तपाईलाई भोलि पोस्ट गर्छु, भोलि हेर्नुहोस् होला। ओके साथीहरु, भिडियो के कस्तो लाग्छ तपाईले कमेन्ट गर्नुहोस् है। साथीहरु आज चाहिँ म मेरो बहिनीको रुममा आएको छु हो। अघि भर्खर आइपुगेको, आउँदाखेरि चाहिँ मैले भिडियो बनाइन। अन्त अहिले भर्खर रुममा आइपुगेर चाहिँ मैले भिडियो बनाएको। भोलि चाहिँ म तपाईहरुलाई देखाउँछु हामी के गर्छौं, कहाँ जान्छौं, त्यो सब म तपाईहरुलाई भोलिको भिडियोमा देखाउँछु। आज चाहिँ अब रुममा आयो, खाना बनाउँदैछ बहिनीले, खानासाना खाने। यहाँ चाहिँ हाम्रो म्याडम पुनिरहेको के साउन्ड सुनिरहेछ। मुनि हापेन आएको नि त, त्यो भएर नाइट ड्रेस रातिको। अब अहिले चाहिँ खानासाना बनाएर खाने, भोलि चाहिँ म तपाईहरुलाई देखाउँछु हामी के गर्छ। सबै तपाईहरुलाई दिइहाल्छ, भिडियोमा आइहाल्छ, हेर्नु होला। ओके र गाइस, हामी चाहिँ मासु किन्नु जाँदैछ। आज चाहिँ हामी गोरुको मासु ल्याउनु गएको। गोरुको मासु लिएर चाहिँ भिडियो बनाउने भनेको, खाएर तपाईहरु हेर्नु होला। जाँदैछ हामी। फर्सीको मुन्टा, त्यसपछि पालङ्गी साग हो यो चाहिँ। अन्त यो चाहिँ फर्सीको मुन्टा। अब यो पनि म मजाले भुट्छु। यहाँ चाहिँ मैले मासु बनाउँदैछु, बिफ बनाउँदैछु। राइस त रेडी भयो, अब फटाफट यसलाई भुटेर त्यसपछि चाहिँ खाँदाखेरि म तपाईलाई देखाउने छु। साथीहरु मैले चाहिँ खाना बनाइसकेर पनि अब यहाँ रेडी गरिरहेको छु। यो चाहिँ हो बिफ करी, सलाद, त्यहाँदेखिको राइस, अन्त फर्सीको मुन्टा। यहाँ चाहिँ मैले रेडी गरेर पनि अब चाहिँ म खानु आँटेको, म र मेरो बहिनी खानु आँटेको हो। अब चाहिँ तपाईहरुलाई म खाएर देखाउने छु, हेर्नुहोस् है। गाइस हामी चाहिँ खाना खाँदैछ है। मैले चाहिँ बिफ हालेको छुइनँ। आफू पर इन्डियन प्योर इन्डियन खाल, ऊ त अब परेन हो, प्लेटमा खान्छ होइन। मैले किन भन्दा भिडियो बनाएको नि त, त्यही भएर प्लेटमा थालमा खाएको नखाएको। मलाई चाहिँ यो बोसोहरू चाहिँ मन पर्दैन है, बोसो हुन्छ। फर्सीको मुन्टा यसो क्यारेक्टर मन पर्छ। पानी खानु पर्छ के गर्छ भिडियो गर्नु दिन बसाएर साग यस्तो क्यारेक्टर मन पर्छ। पालङ त कुन भिडियो सक्छ त्यो तोड्सा पनि गर्नु पर्छ। त्यही को कहिले मैं सबका ब्लॉग देखती हूँ, इतना अच्छा ड्रेस पहन के इधर 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 लगा के वीडियो बनाता है। सिंपल सिर्फ हम लोग बनाते हैं। और मेरा फेसबुक भी इंस्टा है, उसमें भी जब वीडियो बनाते ना, बाप रे इतना ड्रेस चेंज करके वीडियो बनाते। मुझे तो मन ही नहीं वीडियो ड्रेस चेंज कर, जैसे लगाता हूँ वैसे है ना, जैसे भी हो जाता है।
कतिको लिएको मुला तैँले आलु कति आधा किलो 40 मुला चाहिँ पाउनु अरे रायो सागहरू पनि खानु चाहिँ नहीं नहीं वो व्हाइट कलर का जो है ना वो तो खानु चाहिँ नजाने होला यहाँ कोही साग भनेर यहाँनिर चाहिँ वो जब बर्गर बनाउँछ नि त्यो मात्रै त खान्छ यिनीहरूलाई चाहिँ स्यालेड खान्छ साग मात्रै अन्त राम्रो छ मैले चाहिँ खाना पनि खाइसकेँ तर मैले भिडियो चाहिँ लङ बनाइनँ किनकि लङ भिडियो हेर्नु लागि तपाईँहरूलाई पनि के भन्छ मन पर्दैन भनेर चाहिँ मैले बेसी लङ चाहिँ बनाएन होइन सर्टमै बनाएको छु र म चाहिँ अब खाना खाएर पनि के भर्खर खाना खाएर अलि बोल्नै सकिनँ खाना खाएर पनि अब यहाँ फ्यानको हावा खाँदैछु पुरा गरम छ त्यही भएर चाहिँ म फ्यानको हावा खाँदैछु र साथीहरू फेरि म अहिले तपाईँहरूलाई देखाउँछु के गर्छ कहाँ जान्छु भनेर हुन्छ